ल भनेर भोइस अफ नेपालमा गएँ अनि म त आफैले रोजेर गीत गाउनु पाउने होला भनेर गएको अनि त्यहाँ त भाइ तिमीलाई मायाको डोरीको गीत पढाएछ भनेर के भन्ने भयो अनि मैले चाहिँ अर्कै सोचिरहेको थिएँ अनि ल भनेर भयो अनि कसरी गाउने सोच्यो भने ल मैले अनि फेरि म यो गीत गाउँदिनँ भन्यो भने फेरि दाइहरूको नजरमा अलिकति यो पुचे भने जस्तो हुन्छ नि ओके दाइ गाउँछु भनेर भनिदिएँ मैले चाहिँ गएँ अनि प्र्याक्टिसमा बोलायो होइन फर्स्ट टाइम अब यस्तो राम्रो राम्रो म्युजिसियनहरू के दाइ नेपालको टप म्युजिसियन्सहरूसँग अब म गाउने भइसक्यो के त्यहाँ खुसी नै त्यही थियो होइन अनि दाइहरूलाई अनि हाम्रो त्यो ओरिजिनल गीत जस्तो उठाउँछ नि त अनि गरेर उठायो गाउनै आएन क्या मलाई मायाको डोरीले नै भन्न आएन नि ल दाइ मलाई उठाउनु लास्ट गाह्रो भयो म एक्लै गाउँछु अनि तपाईँहरू पछाडि आउनु भन्ने मैले चाहिँ त्यति बेलादेखि चाहिँ अब म नि अलिकति मलाई चाहिँ इनर्जी आयो कि त्यस्तो ठुल्ठुलो म्युजिसियन्सहरू दाइहरू पनि हुनुहुन्छ होइन म गाउँदैछु क्या भने जस्तो अब इनर पावर आयो मलाई अनि ल भनेर दाइ यसरी गाउने ल म सुरु गर्छु भनेर भने अनि दाइम प्र्याक्टिस गरेँ ठिक हो त भन्यो ठिक हो भने एक दुईजना दाइहरू फेरि उनीहरूलाई चाँडै घर जानु पर्थ्यो राम्रो भयो नि ठिक भयो ठिक भनेर अनि टक्क त्यो ब्लाइन्ड अडिसनमा गएँ म होइन भोइस अफ नेपालमा टक गएँ गिटार चाटार समातेँ सरर गाइदिएको होइन मेरो भावना भनेर गाइदिएको मलाई चाहिँ क्या खतरा गाए जस्तो लागिरहेको गाए ट्याक्क आँखा खोल्दा त टर्न भइसक्यो वाउ होइन म खतरा गाउँछु कि क्या हो यार जस्तो भित्र लाग्यो झन् गाएँ वाइ क्राउड पनि बाहिर उफ्रिरहेको थियो ओहो ल मैले खाएँ यसो हेरेर यो वानी टर्न भयो खतरा जस्तो लाग्यो चारजनै टर्न भयो ओहो म त खतरै हो क्या हुन्छ अनि पछि रिलिज भएपछि यसो हेर्छु त पाठ गाइरहेको रहेछ चारजना टर्न के तर मैले पनि त जोसमा गाइरहेको छु के यसो हेर्छु ल कमेन्ट हेर्छु त ओइ सुपारी ठुकेर गाए अरे क्या मलाई होइन त्यो कमेन्टले इनर्जी दियो क्या मलाई अझै जे कुरामा नि एनर्जी आउने क्या ओ यसले मलाई यस्तो भने यार होइन रूप त अलिकति जङ्गिने नै छ तैपनि मैले चाहिँ आफैलाई कन्ट्रोल गर्न सिकिसकेको छु कि म आजभोलि रक्सीहरू पनि त्यस्तो खान्दिनँ होइन होइन त्यसले अनि तर ठिकै छ अनि त्यहाँबाट चाहिँ मलाई होइन मैले नराम्रो नै गाएको हो कि खासमा मैले एक्सेप्ट गर्दै आएँ कि होइन मैले नराम्रो नै गाएको होइन एउटा हिसाबले राम्रो गाएको तर सुन्दाखेरि राम्रो भएन क्या त्यो तर गीत ओरिजिनल गीत त हाम्रो एकदम छ नि राम्रै छ भन्छ अनि मलाई त्यहाँबाट नि अनि म्यामहरूले पनि भाइ तिम्रो सबै ठिक छ कि तिम्रो तह चाहिँ छुटेन कि भन्छ मेरो फेरि अब तिम्रो भनेकै तिम्रो नि अब कस्तो म चाहिँ तिम्रै भन्छु होइन उनीहरूले चाहिँ मिलेन भन्छ तिम्रो भन्छ खोइ कस्तो तिम्रो होइन त्यही तिम्रो नै सिकेको भोइस अफ नेपालमा ती सिकेको नि मैले जस अनि मेरो कमजोरी चाहिँ के भन्यो भन्दाखेरि मैले नेवारी धेरै बोल्थेँ उता हाम्रो नेपाली बोल्ने नै चलन छैन क्या जो भेट्यो नि वाह भनेर त्यही हो अनि जस त्यहाँ गएर चाहिँ मैले भोइसमा आफ्नो भोइस चेन्ज गर्न सकिने रहेछ भन्ने कुरा थाहा पाएँ कि मैले प्र्याक्टिस गरेँ एक दुईजनाले गाइड गर्नुभयो अनि जस मैले प्र्याक्टिस गरेँ आफ्नो टोनलाई कसरी सफा गर्न सकिन्छ भनेर चाहिँ आफू सेल्फ प्र्याक्टिस गरेँ आफैले सेल्फ जज गरेँ अनि मैले चाहिँ मोबाइलमा गीत रेकर्ड गर्न सुरु गरेँ क्या अनि सुन्ने गरेँ अनि गीतहरू पनि एउटा बनाइरहेको थिएँ मैले पहिलादेखि नै अनि ल अब चाहिँ गीत रेकर्ड गर्नुपर्छ होइन भोइस अफ नेपालबाट त आउट भयो होइन जस
अब त्यस्तो खासमा जित्छु भनेर त गएकै होइन पक्कै होइन त्यहाँ गएर चाहिँ एउटा अनौठो एक्सपिरियन्स गर्न पाउँछ होइन सबै मान्छे चिन्नु पाइन्छ भनेर गएको फर्स्ट अफ अल चाहिँ हाम्रो सबै जजहरूलाई भेट्न पाएँ राजु लामा दाइ नि ल फेदिरह्यो होइन अगाडि नै राजु लामा दाइ वो टिभीमा देखा मान्छेको अगाडि होइन खुसी नि जो सबै त्यो रेस्पेक्टेड जजहरू हुनुहुन्थ्यो त्यति बेला अब मेरो राम्रो थिएन मलाई किक हान्यो जस मैले त्यहाँबाट किक आउट गरेँ म चाहिँ निस्केँ त्यसबाट फेरि अब मैले चाहिँ आफैलाई जज गर्न थालेँ कि यदि मैले त्यो पैसा नेपाल जितेको भए त म मेहनतै गर्दिनँ थियो होला जस्तो लाग्छ जस्ट आउट भयो अनि सबैले भन्यो नि त मलाई अनि मैले सोचेँ ल अझै गर्नुपर्छ राम्रो गर्नुपर्छ भनेर